सिमे भूमे देवी देउरालीले यो जङ्गलीले खाने यो जङ्गली बस्ने जङ्गलको वन राजा रानीहरूले सबैले खाने कोला पनि बारीमा छ। यो काट्ने होइन मम्मी यो काटेर त गाह्रै गाह्रो हुन्छ होला। त्यही भएर काटेको घाँस पनि हुन्छ नि त सुँगुरलाई 70 काटेको मात्रै घाँस फापर पनि रहेछ त फरेको नि पिउनु खानुलाई फापर चाहिँ पिउनु खानुको मेरो मोबाइल छ नि घाँस काट्दै घाँस काट्दै हजुर ए एउटा सुकेछ नि त्यसमा भोलि पछि खानुपर्छ कि अहिले आएको छ ए त्यसो एक दुईवटा भाँच्नु न त लगेर खोलिहाल्नु मकै बारी गऱ्यौँ हरियो के अरे हरियो काँक्रा गऱ्यौँ मकै बारी गऱ्यौँ गऱ्यौँ मकै खानुपर्छ मकै आफ्नै बारीको मम्मी खन्दै हुनुहुन्छ धानको बिउ राख्नलाई पसिना सानो पसिना अन्त पसिनाले त खत्तम यो खत्तम लारे मम्मी यो पितृ देवी देउराली सिमे भूमेले यो खाने सिमे भूमे देवी देउरालीले यो जङ्गलीले खाने यो जङ्गली बस्ने जङ्गलको वन राजा रानीहरूले सबैले खाने सबैको साझ है यो सबैको साझ हाम्रो नयाँ बाली चाहिँ फलेपछि यसरी चढाउनुपर्छ है जहिले पनि हाम्रो चढेको दाना हुन्थ्यो यसलाई कलिलो छ गुलियो मानी मिठो मानेर खान्छ यो दाँत नहुनेहरूले खाने पितृहरूले मिठो मानी खान्छ यो धान पनि चढाइन्छ मम्मी कि यो मात्रै हो धान पितृ गर्दा नयाँ चढाउँदा ए यो चाहिँ हाम्रो नयाँ बाली आज चाहिँ म यो पोली खाउँ भनेर पोली खाने उद्देश्यले गर्दाखेरि पितृ सिमे भूमे सबैलाई यहाँनिर चढाइदिएको छ कलिलो छ एकदम गुलियो मानी खानेवाला छ पितृहरूले म यहाँ चाहिँ पसिना यति खनेको रुक्कै यति खन्दाखेरि मम्मीहरू चाहिँ खन्दै हुनुहुन्छ मभन्दा त मम्मी नै कडा हुनुहुन्छ खनेको खनै हुन्छ अहिले पनि ट्याङ खन्दै हुन्छ धेरै हो चाहिँ हुँदैन मम्मी हजुर ए यस्तो छ त्यो उसले कोदोको त्यो जराहरू छ नि त छ चाम्रो छ अनि यता छ फेरि कुरिलो खेती त्यहाँ ड्रागन छ
यहाँ ड्रागन खेती, यहाँ कुरिलो खेती, यहाँ मकै खेती। अब धानको बिउ यहाँ राख्नेवाला। यहाँ केरा फेरि फलिरहेछ, पाक्न लागेको छ। अर्को केरा यहाँ पाक्न लागेको छ, काटिसक्यो। त्यो छ मकैबारी, यहाँ मकै खेती। यहाँ यो के अरे यो मेवा यहाँ छ, पपैया मेवा पाकिरहेछ। त्यो माथि पनि पाकिरहेछ। सबै फलफुलहरू यहाँनिर। यता सुपारी छ, यहाँ मकै। यस्तो छ, यस्तै छ हाम्रो खेतबारी। अब मकै पोली खानुपर्छ। चाहिँ हाम्रो 3 चुला मागे ल त अब मकै हरियो काँक्रा गऱ्यौँ मकै पोलौँ चाहिँ हाम्रो गाउँघरको मकै पोल्ने स्टाइललाई यसो गरेर ठ्याक्क रप्याउनुपर्छ। यसो गरेर ठ्याक्क रप्याउने। ल यहाँनिर रोपियोस् है त। यसरी पोली खाने हो मकै। पुरै यस्तरी रोपाउनु पर्यो ल। टोलाएर आगो बल्दैछ, मकै रोपिँदैछ यहाँ। अनि छु म यहाँ। गाउँघरमा बसेपछि खाना चाहिँ अर्ग्यानिकै पाइन्छ है। त्यो होइन, अर्ग्यानिक फलफुल, अर्ग्यानिक सबै अर्ग्यानिक। आफ्नै बारीको सागसब्जी। अब यहाँ मकै यता हेऱ्यो भने यहाँ कोला रेडी छ पाक्नलाई। यहाँ मकै अब पाक्दैछ। यता हेर्नु त फेरि सुकुटी। आमा ल मकै बारी डरेम हरियो काँक्रा कर्याम। ल मकैबारी गड्याम हरियो काँक्रा कर्याम भन्दै यहाँनिर मकैबारीको बिचमा काँक्राको फेदमा आइपुगेको छु है त। ल काँक्रा चाहिँ यसरी फल्दैछ हाम्रो। यहाँ सानो, यहाँ अलिकति ठुलो, यहाँ अलिकति ठुलो भारी चाहिँ त्योभन्दा, र यहाँ अलिकति ठुलो। हुँदै यहाँ त यत्रो फलेछ। ल यत्रो फलेछ। अब यसलाई टप्प टिप्नुपर्छ होइन। मकैबारी कर्याम हरियो काँक्रा डर्याम। यसरी यो अलिकति किराले खाएको जस्तो भएछ। अनि यो काँक्रा यस्तो छ कि ल टिप्यो काँक्रा टिपेँ है मैले। गजबको काँक्रा। यहाँ अर्को छ, काँक्राको फेदमा आइपुगेको छु। र यतापट्टि फेरि ड्रागन छ घर। गाउँघरमा बसेपछि यही रमाइलो छ क्या। यहाँ फेरि पुरै फुलिरहेछ ड्रागन पनि। यो फुल्नु लागेको छ, यहाँ यता फुल्नु लागेको छ। यहाँ फुलेर पनि फलिसकेको छ, यो बढ्दैछ। ठुलो हुनुपर्छ यो, ठुलो हुन्छ यो। यस्तो छ गाउँघरको मकैबारी यता, हरियो काँक्रा यता, र ड्रागन यहाँनिर। ड्रागन फ्रुट मकैबारी गऱ्यौँ हरियो काँक्रा कर्याम। ल यहाँनिर यस्तो छ मकैबारीमा। ल अब चाहिँ मकैबारी डर्याम हरियो काँक्रा कर्याम होइन साथीहरू। मकैबारीको बिचमा ट्याक्क हरियो काँक्रा। मकैबारी कर्याम। सही मकैबारीमा छिरेन।
सक्दैन। यसो गरौँ। राष्ट्रै मिठो गुलियो अघि भर्खर भाँचेर लगाएर पोलेको गुलियो छ मकै यस्तो हुन्छ नगर्नु त्यो मान्छे पोलेको मकै आफ्नै बारीको भाँच्ने बित्तिकै पोल्या दुस्रै फुस्रै भएर मकै खानु छोडिन्न। बोटबाट टिप्ने बित्तिकै खाएर काँक्राको स्वादै बेग्लै। खानु पनि फेरि मकै बारीको बिचमै छ नि त कताबाट निस्क्नु हो चोर जस्तै भयो मकै बारीमा आफ्नै बारीमा हिँड्दा पनि चोर भत्के भयो मकै बारी। अब कति भने होइन आजको मकै बारी दराम हरियो काँक्रा करामबाट चाहिँ बिदा हौँ होइन बाँकी छ म चाहिँ खान्छु मकै टन्नै छ मकै बारी यही हो। मच्छरले पनि टोक्यो आजलाई चाहिँ बाई बाई।